हाम्रो मिथिला पेन्टिङ हो, फोक आर्ट होइन, ट्रेडिसनल आर्ट भनिन्छ। र मैले यो पेन्टिङमा चाहिँ 10 अवतारलाई दर्शाएको छु, जसमा चाहिँ मैले बिचमा विष्णु राख्ने गर्थ्यो भने चाहिँ मैले चाहिँ यहाँ विष्णुजीको पैतालालाई दर्शाएर अनि त्यसपछि हाम्रो विभिन्न अवतारहरूलाई चाहिँ नि दर्शाएको छु। मत्स्य अवतार, अनि नरसिंह अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध अवतार, हाम्रो अहिले चलिरहेको समय। यो हाम्रो चाहिँ मिथिला पेन्टिङमा के हुन्छ भने एउटा त डबल लाइनको भ्यालु हुन्छ होइन, डबल लाइन। अनि अर्को कुरा चाहिँ यो प्याटर्न वर्कको एकदमै भ्यालु हुन्छ। यो प्याटर्न वर्क चाहिँ हामीले खास सजावटको लागि मात्र राख्ने हो होइन। जुनसुकै मिथिला पेन्टिङमा हामीले खास भन्ने यहाँ बोर्डर साइडमा हुन्छ, मैले बोर्डरलाई बिचमा लिएर आएको छु र बोर्डरलाई पनि मैले सर्कलको रूप दिएको छु यहाँनिर, अलिकति फरक गर्न खोजेको छु। र यो बुट्टाहरू भनेको चाहिँ नि जस्ट सजावटको लागि नै हो। यो पेन्टिङबाट जब कुनै विकराल समय आउँछ नि तब विष्णुजीले अहिले विभिन्न अवतार लिएर आउनुभएको छ र यो समय अवतार पनि अब छिट्टै आउँदैछ, त्यो भन्न दर्शाउनु खोजेको। सायद अब मैले भन्नुपर्दाखेरि कसैको पछि लिएर विपक्षी लिएर भन्दा जुन अहिले समय चलिरहेको छ सायद त्यो समय आएको हो कि, त्यही भएर पनि यो 10 अवतारलाई नै मैले यहाँ चाहिँ एक्जिबिसनको लागि राखेँ।